हेलो सम्पूर्णमा नमस्कार। आज चाहिँ छुट्टी थियो। छुट्टीमा नुहाइधुवाइ गरेर टक्क अब नेपालको तनुङे बुङ्गुर खान गइरहेको छु। मलाई तनुङबाट चाहिँ पठाइदिनु भएको छ होइन। बोसो पनि छ त्यत्रो बोसो। यसमा पकाउन गइरहेको छु है। अब यो टक्क चाइनिज साग हालेर पकाउँछु। कस्तो हुन्छ मिठो नभए मिठो गरेर खानुपर्छ। आफूले बनाएको हो होइन। भात चाहिँ यहाँ पक्दैछ। पेज हाल्नु पऱ्यो एउटा हाल्नु पऱ्यो। अदुवा लसुन खुर्सानी थिच्दैछु होइन। मैले चाहिँ चची अलि पकाएर भ्याउलाइसकेको छु होइन। यस्तो भएछ। यो चाइनिज साग हालेर टक्क खानुपर्छ। मैले कस्तो बनाएको छु त आज बुङ्गुरको मासु तपाईँहरूमा देखाउन गइरहेको छु। ध्यानमा यसको तनुङे बुङ्गुर र जापानिज राइस खान गइरहेको छु। देख्न सक्नुहुन्छ है। ल खाइयो है त ल साथी हो। मिठो नभए पनि मैले बनाएको आफैले मिठो लाग्छ के अरे, अरूले बनाएको भन्दा नि। ल ल एकदम मिठो भयो। बुङ्गुर मासु र जापानिज राइस। सम्पूर्णलाई मेरो भिडियो लाइक, सेयर, कमेन्ट गरिदिनु होला यदि मन पर्यो भने।